अन्तिममा 12 दिनसम्म लगाएर यो चाहिँ भङ्ग भयो एकतर्फी रूपमा। त्यो पनि हामीले भनेकै थिएन। मैले त अझै गर्नुहोस्, मिलाउनुहोस्, डिपिजीलाई मैले त्यो भङ्ग भयो भनेर भनेपछि पनि होइन डिपिजी मिलाउनुहोस् के गर्नुपर्छ मिलाउनुहोस् भनेको थिएँ। मैले रविजीलाई 10 चोटि फोन गरेँ, उठाउनु भएन। त्यसपछि चाहिँ साँच्चीकै हो रहेछ भन्ने बुझेँ। अब भन्नुको मतलब यो राजनीतिक क्राइम हो, यो राजनीतिक बेइमानी मात्रै होइन, यो राजनीतिक क्राइम हो। कस्तो भने यो चाहिँ एउटा पोलिटिकल क्राइम पनि हो। एउटा पार्टीलाई चाहिँ समानुपातिकमा भर्न नलाएर त्यो फिर्ता गर्न लगाएर भरिसकेको, त्यहाँ पुगिसकेको 50,000 पैसा पनि भरिसकेको, रसिद लिएर भर्नलाई तोक पनि लगाइसकेको, अब यो मिलिसक्यो फिर्ता गर भनेर त्यो फिर्ता गरेर अनि त्यसपछि लास्टमा आएर 12 दिनपछि उहाँहरूले उज्यालो नेपालको हाम्रो सम्पूर्ण एक्टिभिटिज बन्द भयो। हामी त मिल्छौँ भनेर एक्टिभिटिज बन्द गरे आउने। अनि उज्यालो नेपालकै साथीहरूलाई देशव्यापी रूपमा त्यो पिरियडमा उहाँहरूले चाहिँ पार्टी प्रवेश गराउनु भयो होइन, पार्टी प्रवेश गर्ने क्याम्पेन चलाउनु भयो होइन। यो त यो राजनीतिक संस्कार त भएन नि त, यो त होइन नि त। यो यसरी एउटा पार्टीको कुनै जुन के अरे अस्तित्व समानुपातिकको चाहिँ भर्ने समयलाई के अरे भरेको चिजलाई फिर्ता गराएर उम्मेदवारै बन्द गरेर अनि अन्तिममा 12 दिनसम्म लगाएर यो चाहिँ भङ्ग भयो एकतर्फी रूपमा। त्यो पनि हामीले भनेकै थिएन। मैले त अझै गर्नुहोस्, मिलाउनुहोस्, डिपिजीलाई मैले त्यो भङ्ग भयो भनेर भनेपछि पनि होइन डिपिजी मिलाउनुहोस् के गर्नुपर्छ मिलाउनुहोस् भनेको थिएँ। मैले रविजीलाई 10 चोटि फोन गरेँ, उठाउनु भएन। त्यसपछि चाहिँ साँच्चीकै हो रहेछ भन्ने बुझेँ। अब भन्नुको मतलब यो राजनीतिक क्राइम हो, यो राजनीतिक बेइमानी मात्रै होइन, यो राजनीतिक क्राइम हो। किनभने एउटा पार्टीलाई समाप्त गर्ने हिसाबले जुन एक्टिभिटिजहरू उहाँहरूले गर्नुभयो र अन्तिममा आएर धोका दिनुभयो।